नमस्ते एभ्रिवान, सन्चै हुनुहुन्छ होला तपाईँहरू। आजको भ्लगमा स्वागत छ। छोटो मिठो भ्लग हुनेछ किनभने तपाईँहरूले थम्बनेल हेरिसक्नु भएको छ। आज पूर्व राष्ट्र खेलाडी र नेपाल फुटबल खेलाडी सङ्घको अध्यक्ष एकदमै तपाईँहरूले डिमान्ड गर्नुभएको विक्रम लामा आउँदै हुनुहुन्छ। उहाँसँग कुराकानी भइसकेको छ र उहाँले अहिलेको कन्ट्रोभर्सी के छ र खेलाडीहरूको लागि के कस्तो काम गरिराख्नु भएको छ, यो सबै कुराहरू म सोध्नेछु। र डेफिनेटली धेरैजना डर के छ भने डोना थापाको भाइ एरोन भएको कारणले गर्दाखेरि एरोनलाई अरू साथीहरूले या अरू सङ्घ संस्थाले सहयोग नगर्ने हो कि होइन, प्लेयर्स एसोसिएसनको प्रेसिडेन्ट विक्रम लामाले पो सहयोग नगर्ने हो कि, या उसकै कारण एरोन थापालाई गाह्रो भइराखेको छ कि भन्ने कुराहरू जति आएको छ, यो सबै कुराहरू म आज पडकास्टमा गर्नेछु। र विक्रम लामाले पनि आफ्नो जवाफहरू खुलेर दिनुहुन्छ भन्ने चाहिँ मलाई विश्वास छ। हामी यो द्वन्द्वलाई एन्ड गर्न चाहन्छौँ र राम्रो खेलाडीलाई हुन्छ नि राम्रो मौका दिएको सबैजनाले हुन्छ नि साथ दिएको देख्न चाहन्छौँ होइन। अब नेपाली फुटबलमा नराम्रो कुराहरू भएको त्यो चाहिँ हामीले देखाउनै नै पर्छ, तर हुन्छ नि यसरी झगडा गरेर एकाअर्कालाई आरोप लगाएर चाहिँ कसैको करियर बिगारेर अगाडि बढ्नु नेपाली फुटबल त्यो चाहिँ राम्रो होइन जस्तो लाग्छ। यो चाहिँ म आजको पडकास्ट गरेर यसरी एन्डअप पनि गर्न चाहन्छु कि यो नेगेटिभिटीलाई कम गर्ने र पोजिटिभ कुराले गर्दाखेरि राम्रो नेपाली खेलाडीहरूले कसरी मौका पाउने यो विषयमा कुराकानी गर्छु। र एरोनको विषयमा पनि म कुरा राख्छु। डोनाले जुन लामा भनेर शब्द प्रयोग गरेको छ त्यो शब्द विक्रम लामालाई हो कि होइन, अब जुन रिप्लाई आएको छ त्यो विक्रम लामाले डोनालाई भनेको हो कि होइन, यो सबै कुराहरूको म आज हुन्छ नि प्रश्न राख्छु। अनि जति सक्दो यो कुराहरूलाई बढी बढावा नदिने र नेपाली फुटबलको हक हितको लागि सबैजना मिलेर काम गर्ने भन्ने कुरामा पनि म जोड दिन्छु। सो हेर्नुहोला पडकास्ट भोलि शुक्रबार होइन, र विक्रम लामालाई पनि म एकछिनमा फ्रेममा ल्याउँछु है त। हेलो विक्रम, वेलकम टु माई भ्लग। थ्याङ्क यू सो मच, इट्स माई प्लेजर। कस्तो भयो आज? अनि एकदमै यथार्थ कुराहरू गर्न पाइयो, त्यो कुराले गर्दा पनि एकदमै खुसी लागेको छ, सेटिस्फाइड एकदमै टोटली। एन्ड थ्याङ्क यू फर दिस वन्डरफुल अपर्च्युनिटी। नेपाली फुटबलको लागि राम्रो गर्दै हुनुहुन्छ, अझै राम्रो गर्नु होला। अब के कस्तो हुन्छ होइन, त्यो फ्युचरले डेफिनेटली छर्लङ्ग पारि नै हाल्छ। अनि कतिवटा कन्ट्रोभर्सी थियो आज, जस मलाई चाहिँ लाग्छ विक्रमको तर्फबाट धेरै कुराहरू आएको छ। म सक्दो राम्रो गर्ने कोसिस गर्नेछु र कोसिस गर्दै गर्दाखेरि केही कमी कमजोरी भयो भने दर्शक लगायत तपाईँहरू जस्ता व्यक्तित्वहरूले सचेत गराइदिनु हुन, सम्झाइदिनु हुन होइन पनि अनुरोध गर्छु। र अर्को कुरा जुन किसिमका कन्ट्रोभर्सीका कुराहरू गर्नुभयो हजुरले, त्यो भनेको चाहिँ अब हामी जुन ठाउँमा छौँ त्यो ठाउँमा प्रश्न गर्न पर्ने र प्रश्न गर्न लायक ठाउँ हो। त्यही भएर कसैले पनि गर्ने प्रश्नहरूलाई म त्यसको प्रतिवाद गर्न र प्रतिउत्तर दिन चाहिँ सधैँ तयार रहनेछु। थ्याङ्क यू। सो अलराइट, विक्रम लामासँग पडकास्ट एकदमै राम्रो, अलिकति लामो पनि भएको छ किनभने कन्ट्रोभर्सी मात्र होइन, नेपाली फुटबलमा उहाँले दिएको योगदान अनि उहाँले हुन्छ नि एसोसिएसनमा गर्दै गरेको काम अनि एन्फामा प्रपर लिडरसिप छ छैन, यो सबै कुराहरू गर्दा अलिक लामो भएको छ। एरोनको विषयमा मैले विशेष कुरा गरेको छु, साथ दिने नदिने भन्ने कुराहरू छ। डोनाको विषयमा मैले कुरा गरेको छु होइन। राम्रो कुराहरू आएको छ होइन, यसलाई हामीले कन्ट्रोभर्सी भन्दा पनि एउटा सल्लाह सुझाव र मेलमिलापको प्रस्तावको कुराहरू पनि आएको छ। सो इन्जोय गर्नुहोस् पडकास्ट, रमाइलो लाग्छ। कतिजनाले विक्रम लामालाई हेट गरिराख्नु भएको छ, यो कुरा सुनेपछि सायद परिवर्तन हुनसक्छ तपाईँहरूको माइन्ड सेटअप, या नहुन पनि सक्छ तपाईँहरूको इच्छा। अब हामीले जहिले पनि नेपाली फुटबललाई प्रमोट गर्ने हो र नेपाली फुटबल राम्रो होस्, नेपाली स्पोर्ट्स राम्रो होस्, हाम्रो चाहना त्यही नै हो। सो छोटो मिठो भ्लग आजको लागि। सो प्लिज सब्सक्राइब मेरो यो PYL भ्लग पनि है। थ्याङ्क यू सो मच, चियर्स।